मम्मी बजेर नातिनी के गर्दा छौ क्या त देउ त ला छै किनेर ल्याएर आउनु भयो कि किनेर ल्या तँले पैसा कमाएर दिइरहेको थिएँ रे किनबाट ल्याए घाममा भोटाबाट जब साग टिपबाट ल्याए आउँछ जङ्गल ए मिठो बनाया मम्मी बनाऊ लग्या तेरा हात नै थिन्ने तेरा हात स्यालले खालेर म मात्र बनाऊ आज मलाई अल्छी लागेको छ आज म बस्ने हो अल्छी के भयो साथी रे घरबाट पार देसकि हुन्छ अब ढेडेन लगाई पुरा बैतडका कुना गएबाट हुन्छ पोड पखाना घाँस काटेबाट गोर भुसा पालिहाल्यो जिम्मेदारहरूबाट खायो रे ये भएबाट भित्र बाहिर नि खुसी र तँ जसी बाहिर हुनायो त नहुना नि गो तम्री नातिनी कति जलाउनु थाहा छ कि नै तमरे नातिनी या तुइले मात्र जर्माए नातिनी औरले त कहले जर्माए अरूको हामीलाई के मतलब आफ्नो गर्नु खानु हो कसै रूपले खाहाल्या ए कटोला दिने साग आफ्ना पैगेला अलगै पका अलगै खा किन अलग हाल्नु भयो र अब हुनु पर्यो के भयो अलग अझ पछि आफै रुँदै रुँदै भन्न गाउँभरि कसै गाउँले गाउँले कसै मेरा गाउँले ला 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 तमलाई धेरै लेक्चर केही सुन्नु रे खानु होइन के बुझ लेक्चर सुनेपछि जब पोखालीलाई जब